हेलो एभ्रिवान, फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो सानो ब्लगमा। यो चाहिँ होलीको दिनको हो। होलीमा चाहिँ म चाहिँ नखेलौँ भन्दा भन्दै यहाँ चाहिँ अरू खेलिरहेको थियो। नाना भेना भाइ आमा काकी छना सबै खेलिरहेको थियो। अन्त मलाई जबरजस्ती लगाइदिनु खोज्दै थियो। भरे त नलाउनु भन्दा भन्दा जबरजस्ती लगाइदियो। मलाई चाहिँ होली टाउकोदेखिको सबै लगाइदियो। अनि यो चाहिँ मैले आफू बच्दाखेरि चाहिँ अलिकति भित्ता आएछ। अन्त नाना र भेनाले चाहिँ जबरजस्ती मलाई होली लगाइदियो। त्यहाँदेखि भाइले चाहिँ अलिकति मात्रै भन्दै लगाइदिँदै थियो। अन्त यता हाम्रो आमालाई पनि दलिदिएर ऊ हाँसै उठ्दो बनाइदिरहेछ। नानालाई पनि नाना चाहिँ ह्याप्पी होली भन्दै होली लगाउँदै थियो। काकीलाई पनि यस्तो हाँसै उठ्दो बनाइदिइरहेछ होइन। आमालाई कस्तो देख्यो भनेर हेरेको हाँस्दै मलाई सबैदेखिको हरियै बनाइदिएको थियो। अनि यहाँ चाहिँ मास्लो घरको देवालाई पनि लगाइदिएको थियो। यहाँ तल्लो घरको काकालाई पनि लगाइदिएको थियो होइन। त्यहाँदेखि फेरि म चाहिँ बाहिर निस्केर गएँ खेलेँ होइन। अन्त भाइ चाहिँ भाग्यो हाम्रो यहाँ। त्यहाँदेखि यो चाहिँ फेरि नेक्स्ट डेको हो। यो चाहिँ हाम्रो उमेश दादाको घर ढलाई गर्दै थियो। अन्त हामी यहाँ काम सघाउनु गएको थियो। मैले पनि धेरै काम सघाएँ, तर मेरो चाहिँ कुनै भिडियोमा पनि म चाहिँ निस्किनँ रहेछु। अलिअलि मैले भिडियो बनाएको थिएँ भ्याउँदा किनकि ओभरै काम थियो। अन्त यहाँ चाहिँ हाम्रो बाङा सोल्टीहरूले चाहिँ कालो दाललाई भिन्जाउँदै थियो। अन्त यहाँनिर चाहिँ हाम्रो फेरि सन्तुकको फेमस कुक हाम्रो नितेश राईले चाहिँ यहाँनिर चटनीको लागि प्याज भुट्दै थियो। अन्त जिस्किँदै म चाहिँ गाउँको टप हो भन्दै अन्त म पनि जिस्किँदै उसको भिडियो बनाइदिएँ हो। यो चाहिँ हाम्रो देवारको पुरानो घर हो। अन्त नयाँ घर बनाउँदैछ होइन। अन्त आज चाहिँ हामीले पुरा काम गऱ्यो। अन्त मैले चाहिँ अलिअलि भिडियोहरू बनाएको थिएँ। अन्त यहाँनिर जिस्किँदै भन्दै थियो कन्ट्याक्ट गर्नु कसैकोमा चाहियो भने कुक भन्दै थियो नि त। हाम्रो यता ग्रुपै छ नि त। अन्त यहाँनिर माथि चाहिँ ढलाउँदै थियो। यहाँ माथि पनि अलिअलि मैले देखाएको थिएँ होइन। सबै हाम्रो गाउँको समाजको दाजुभाइहरू चाहिँ यति राम्रो छ कि अब यस्तो परेको बेला चाहिँ सबले भेला भएर यसरी सघाइदिने गर्छ नि त। सबै हाम्रो समाज राई समाजको दाजुभाइहरू हो हाम्रो गाउँको सन्तुकको। अन्त यहाँनिर चाहिँ मैले भिडियो बनाउँदै थिएँ, सबैले हेर्दै थियो मलाई। अन्त एउटा चिन्नुहुन्छ भनेर मैले चाहिँ बनाएको थिएँ नि त। यो घर बनाउँदा चाहिँ को आएको थियो, कतिको मेहनत गरेको थियो भन्ने एउटा हेतुले गर्दाखेरि। अन्त यत्रो घर बनाउँदैछ दादाले। त्यहाँदेखि यहाँनिर चाहिँ मैले बनाउँदै थिएँ सबैजनाले। अन्त भाइले चाहिँ यता पोस्ट दिँदै थियो होइन। अन्त बाघाले चाहिँ नबनाऊ है यहाँ भिडियो भन्दै थियो। र मैले चाहिँ छ्या उमेश दादालाई पठाउने भन्दै चिस्काउँदै बनायो। अन्त यहाँ करण काका चाहिँ हिजो चिन्ताले गर्दा बिचरा निन्द्रासरी काम गरिरहेको थियो। अन्त मैले चाहिँ जिस्काउँदै भिडियो बनाइदिएँ। अन्त हिजो चाहिँ हाम्रो चिन्ता थियो नि त, त्यसले गर्दा र पनि हाम्रो गाउँको 19-20जना दाजुभाइहरू आउनु भएर आजको काम चाहिँ राम्रो भयो। अन्त मैले चाहिँ यहाँ माथि यस्तो यस्तो भयो भन्दै देखाउँदै थिएँ। अन्त यहाँ पर चाहिँ हाम्रो गाउँ हो, यहाँ पर चाहिँ मेरो घर देख्दैछ। अन्त आज चाहिँ मैले स्प्राइट बाँडेर सबले भन्थ्यो स्प्राइटले गर्दाखेरि पनि स्प्राइटले हेरी सुगर बढाउँछ भन्दै थियो होइन। अन्त यहाँनिर चाहिँ यसरी मैले देखाएँ। त्यसपछि हाम्रो भेना हुनुहुन्थ्यो मिस्त्री चाहिँ, अनि देवा पल्लो घरको देवा सबै। अन्त तल्लोनिरबाट पनि सबै यता केटी बोक्ने दाजुहरू थियो। बिचरा दाजुहरूले धेरै सघाइदिनु भयो। हाम्रो गाउँमा चाहिँ यति चाहिँ राम्रो छ, समाज घरमा चाहिँ एकदमै एकअर्कामा हेल्प गर्ने गर्छ। त्यो चाहिँ मलाई एकदमै मनपर्छ। अन्त यहाँ चाहिँ हाम्रो प्रेसिडेन्ट छ नि, प्रेसिडेन्ट भन्दै जिस्काउँदै थियो। हाम्रो क्लबको प्रेसिडेन्ट सन्जबीर हाङखिम राई। अनि यहाँ सबैले काम गरिरहेको थियो, दिनभरि काम सघाएँ होइन। मरि यहाँ बोक्नेले बोक्दै थियो मसला हो, फिट्नेले फिट्दै थियो, गिटी बोक्नेले गिटी बोक्दै थियो हो। अन्त कस्तो बिहान त झन् रोटी बनाउने हत्तु भएको, रोटी बनाउँदै गरेको त भिडियो पनि बनाउनु पाएन मैले त होइन। यो चाहिँ एकछिन म भ्याएको थिएँ। अन्त यहाँनिर मैले चाहिँ भिडियो बनाएको कि हाम्रो दाजुहरूले काम नपाएर तेरो भिडियो नबनाए बस भन्दै थियो। र अनि म चाहिँ के हुन्छ हौ अन्त भन्दै बाध्यै यहाँ बनाउँदै थिएँ नि त। हाम्रो काका ऊ निन्द्राले बिचरा हिजो चिन्तामा रातभरि बसेको, मेरो चिन्ता थियो हिजो। म चाहिँ अहिले घर आएको छु नि त साथी हो। अन्त चाहिँ आज म यस्तो घर बनायो, ढलाइहरू गऱ्यो, त्यहाँदेखि त्यतिकै दिन बित्यो। अब भोलि जानुपर्छ। अन्त फरे खाजा दिइसकेर चाहिँ यहाँनिर चाहिँ फेरि बेलुकाको खाना बनाउँदै थियो। यो चाहिँ फिस करी बनाउँदै थियो नितेशले। त्यहाँदेखि फिस करी बनाउँदै चिकनहरू बनाइसकेर अन्त यहाँ चाहिँ ड्राई फिस देखाउँदै थिएँ मैले। अन्त यो चाहिँ देमाको लागि, देमाले चाहिँ खानु हुँदैन। अन्त फेरि सबै काम सकेर चाहिँ जङ्गल गएँ म चाहिँ। यो असुरो खोज्नु, तिते खोज्नु, यसको चाहिँ बुङचिप्पा खाने अरे आमाले। अन्त एकछिन खोज्नु गएको थिएँ, बाटोहरू पनि देखाउनै बिर्सेछु मैले त। एकैचोटि बुङचिप्पा भएको जग्गामा गएँ। यस्तो रातो फुल हुन्छ नि, मैले टिप्नै सकिनँ। यहाँ तल चाहिँ अन्त रोशनीले टिप्दै थियो यस्तो असुरो फुल।
त्यसलाई जिस्काउँदै टिम्लाउँदै थिएँ। अन्त भिडियो चाहिँ यति नै मैले बनाएँ है, यति नै भए भेटिनुहोस् होला।